ल आज चाहिँ हामी काठमाडौँ एयरपोर्टको दृश्य हामीले खिचिरहेका छौँ। ल यहाँ एकदमै मजाको दृश्य र सुन्दर वातावरण अनि सुन्दर मात्रै नभएर स्वच्छ वातावरण पनि छ। क्लाइमेट एकदमै राम्रो छ। मानिसहरू देश विदेश जाने आउने जाने गरिरहेको छ। यतिखेर काठमाडौँको यो एयरपोर्टको यो सानो भिडियो क्लिप्स गर्न मन लाग्यो र हामीले गरिरहेको छौँ। यो चाहिँ इन्टरनेसनल एयरपोर्ट हो। यहाँ माथि चाहिँ यो चाहिँ डोमेस्टिक छ। अब हामी यहाँबाट केही परतिर हामी जाँदैछौँ सानो भिडियो बनाउँदै र एकदमै यहाँ दिदीबहिनीले पनि हल्का रमाइलो गरिरहेको छ। दिदीबहिनी भएकोमा हामी जानेछौँ। अनि यहाँको दृश्यहरू यति नै सुन्दर र स्वच्छ वातावरण रहेको छ। हेर्नुहोस्। हेलो हाई। अनि हजुरहरू कहाँदेखि? हजुर कहाँदेखिको? इन्डिया कहाँनिर? मिरिक डिस्ट्रिक्ट। मिरिक दार्जिलिङ। दिदी त दुईजना त ट्विन जस्तो छ त्यो हो? गङ्गा जमुना त होइन नि? दिदीबहिनी को दिदी को बहिनी त? ए है रमाइलो लागिरहेछ नि आज। काठमाडौँको यो एयरपोर्टको एरियामा हामी आउँदै जाँदाखेरि यसरी घुम्ने क्रम रहँदै हामीले यहाँ दुई दिदीबहिनीलाई पनि भेटिसकेका छौँ र उहाँहरूसँग केही कुराकानी गरेका छौँ र उहाँहरू भारत इन्डियाबाट दिदीबहिनी आउनुभएको भनेर हामीले जानकारी पायौँ। त्यसै क्रममा यहाँ हामीले देखिरहेको छौँ अघि मैले भनिएको रिजन एउटा स्वच्छ वातावरण र एकदमै सुन्दर ठाउँ। त्यसै नै एयरपोर्ट सुन्दर हुन्छ, त्यसै नै एयरपोर्ट राम्रो हुन्छ। अझै यहाँ त धेरै ढकमक्क फुलहरू समय समयमा फुल्ने पनि गरिन्छ र त्यसरी नै यहाँ मानिसहरूको मनमुक्त हुने दृश्यहरू पनि त्यसरी यहाँ अगाडि हामीले यो सिनहरू भ्यूहरूबाट थाहा गरिरहेका छौँ। आज हामी पनि धेरै खुसी छौँ किनभने यो ठाउँमा आउनु पाए। फेरि पनि हामी तेस्रो चौथोचोटि हुनसक्छ। यस्तै छ यहाँको सिनहरू दृश्यहरू। हजुर पनि आउनु मन लागि आउनु सक्नुहुनेछ।